यो चुनावी माहौल चलिरहँदाखेरि चाहिँ पुरानो पार्टी र त्यो पार्टीलाई लिडर गर्नुभएको व्यक्तिहरूसँग सम्बन्धित चाहिँ एउटा कुरा छ होइन। यसलाई चाहिँ दुईटा कुराको चाहिँ अजम्सन लिएर हिँडौँ है। सुरुमा त सपोज मानौँ उहाँ चाहिँ अब चाहिँ एकदमै सुध्रिएर आउनुभयो कि आफ्नो हितभन्दा पनि आफ्नो र पार्टीको हितभन्दा पनि देश र जनताको हित नै सर्वोपरि ठानेर आउनुभयो होइन। मलाई फेरि मौका दिनुहोस् भनेर आउनुभयो र अर्को अजम्सन भनेको चाहिँ उहाँको पार्टीले नै बहुमत ल्यायो र उहाँको पार्टीले नै पार्टीको नै सरकार गठन भयो भने पनि उहाँले सोचे अनुरूपको काम गर्न सजिलो होला र उहाँले सोचे अनुरूपको काम पनि गर्न सक्नुहुन्छ र मलाई लागेको कुरा चाहिँ उहाँले चाहेर पनि त्यो काम चाहिँ गर्न सक्नुहुन्न कि। किन भन्दा पनि उहाँले विगतका दिनमा जति पनि काम गर्नुभएको छ, जति पनि नराम्रो कामहरू उहाँको सरकार हुँदाखेरि भइरहेको छ, जति पनि करप्सनको केस भएको छ, उहाँले जति पनि आफ्नो बिचौलियाहरूलाई पालेर बसिरहनु भएको थियो होइन, उहाँहरूको चाहेर पनि उहाँले चाहिँ फाइल खोल्न सक्नुहुन्न कि। किनकि यदि उहाँले त्यो फाइलहरू, त्यो पुरानो जति पनि सेटिङ्सहरू छ, त्यो कुराहरू चाहिँ खोल्नुभयो भने पनि त्यो केस घुमिफिरी पनि उहाँमाथि नै आउँछ कि। यसले उहाँलाई पनि एकदम चोखो बनाउन चाहिँ सक्दैन कि। सो मेन कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ पुरानो लिडर र पुरानो पार्टीलाई नेतृत्व गरेर बस्नुभएको जति पनि मान्छे हुनुहुन्छ, जहिलेसम्म यो सरकारमा रहिरहन्छन्, जहिलेसम्म एउटा नेतृत्वमा रहिरहन्छन्, तबसम्म यो भ्रष्टाचारको केस, यो बिचौलियाको केसहरू होइन, यो कहिले पनि सल्भ चाहिँ हुँदैन कि। त्यही भएर पुरानो पार्टीको नेतृत्व गर्ने व्यक्तिहरू चाहिँ चेन्ज हुनुपर्छ र नयाँ जो पनि पार्टीमा आउनुहुन्छ होइन, जो पुरानो पार्टीको मान्छे आउनुहुन्छ, उहाँ यदि एकदम चोखो हुनुहुन्छ, प्योर हुनुहुन्छ, भ्रष्टाचारको केसमा मचिनु भएको छैन, बिचौलियाहरूलाई पाल्नु भएको छैन भने उहाँले मात्र गर्न सक्नुहुन्छ। यदि उहाँ पनि नयाँ आएको मान्छे पनि उहाँलाई पनि सबै थाहा छ भने उहाँले त्यो पनि गर्न सक्नुहुन्न कि।